सम्पूर्ण बिन्दास अफिसियल युट्युब च्यानल सब्सक्राइब गरी जोडिनुहुने साथीहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी चाइनिज न्यू इयरको धमाधम पटकाहरू अहिले फुटाइरहेको छ, पड्काइरहेको छ हैन। चारैतिर यता पनि देख्न सक्नुहुन्छ। अरे बाफ्रे बाफ्रे बाफ्रे, देख्नुभयो? यहाँ झन् बब्बाल तरिकाले पड्काउँदैछ क्या। आकाशतिर हेर्नु कति माथि जान्छ, देख्नुभयो? रातिको सिन। म सबभन्दा माथि बिल्डिङको सबभन्दा माथि टप फ्लोरदेखि भिडियो बनाउँदैछु हैन। हेर्नुहोस्, सम्पूर्ण जति पनि साथीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ, साथ सपोर्ट चाहिँ फुल साथ सपोर्ट दिनु हैन। तपाईँहरूले दिएको माया ममता नै मेरो लागि अमूल्य प्रेरणा हुनेछ। अहिले तपाईँहरूकै लागि हेर्नुहोस्, म कति माथि आएको छु भन्ने कुरा हेर्नुहोस्। यहाँदेखि म भिडियो सुट गर्दैछु तक्क लाएर हैन। तपाईहरुको माया ममता साथ सपोर्टले गर्दा नै हो। तपाईहरुको साथ सपोर्ट मिलेपछि मात्रै हो खतरा खतरा कन्टेन्ट भिडियोहरु अपलोड गर्दै गर्ने है। त्यसैगरी म आशा गर्दैछु सकेसम्म सबै साथीहरूले साथ सपोर्ट दिनु होला। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरी हैन, लाइक कमेन्ट शेयर कपी लिंक पनि गर्नु होला भनी विनम्र अनुरोध गर्दछु। म तपाईहरुले रातिको भ्यू है, यो 10:19 गएको छ। कस्तो देखिन्छ के देखिन्छ राति चाहिँ म तक्क लाएर सकेसम्म आफ्नो मोबाइलको क्यामेरा फोकसले भ्याएको जति म तपाईहरुले सिन देखाउन चाहन्छु। फेरि यही ठाउँमा आज बबाल पटका पड्काएर देखेको हेर्नुस्। कहाँ फुटाउँदै चाइनिज न्यू इयर हो है। अहिले चाहिँ चाइनिज न्यू इयर हो। चारैतिर धमाक्न धुमुक पटका फुटाउने कार्य हुन्छ हैन। देख्न सक्नुहुन्छ। अनि त्यसैगरी पारि पनि फुटाउँदैछ हेर्नुस्, देख्नुभयो? दुईटाले एकैचोटि देखिने गरेर देखाम है त। यो एरिया चाहिँ तक्क लाएर हेर्न सक्नुहुन्छ। बादल लागेको छ यहाँ पनि हैन। रातमा पनि बादल धमाधम लागेको छ। मौसम चाहिँ दामी छ, पानी परि है। अनि त्यसैगरी यो चाहिँ धनी मान्छेहरू बस्ने इलाका है। यो एरिया चाहिँ धनी मान्छेहरू मात्र बस्ने इलाका हो। भित्र टक्क देखाउने भने कुन ठाउँ चाहिँ देखिन्छ कमेन्ट गर्नुस् ल। हजुरले कुन ठाउँको जस्तो याद आइरहेको छ यो भिडियो हेरेर हैन, यसो कमेन्ट गर्नुस् ल। म यसरी देखाइदिन्छु, हेर्न सक्नुहुन्छ। कुनै न कुनै ठाउँको जस्तो याद आउँछ होला यो भिडियो हेरेपछि हैन। हजुरको माया ममता साथ सपोर्ट सदैव पाइराखु। तपाईहरुले भिडियो मन पराउनु भयो भने, तपाईहरुको साथ सपोर्ट सब्स्क्राइब बढ्दै गयो भने, तपाईहरुले माया देखाइदिनु भयो भने, अनि नयाँ अपडेट नयाँ कन्टेन्ट बनाउन पनि मन लाग्दो रहेछ हैन। अब कसैबाट साथ सपोर्ट हुँदैन, कसैले सब्स्क्राइब गर्दैन युट्युब च्यानल, भिडियोमा भ्युज आउँदैन भने त्यत्तिकै रहर मर्दो रहेछ। जति कोसिस गर्दा पनि भएन भने हैन। त्यही नै हो। आशा छ तपाईहरु सबैले सब्स्क्राइब गर्नुहुन्छ, कपी लिंक गर्नुहुन्छ, लाइक कमेन्ट शेयर गरिदिनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। अहिलेको भिडियो यतिमा अन्तिम है त। यतिमा भिडियो टुङ्गाउँछु। धन्यवाद।